बाबा ठुले के भयो हजुरलाई यो रातिमा? उठ न बाबु, उज्यालो पनि हुन लागिसक्यो। अरे बाबा, मलाई निद्रा पुगेको छैन कि रातभरि हजुर बोकेर हिजो राति सुत्न दिनुभएन। हिजो राति रातभरि पुगेर मलाई दमले सतायो भन्नुभयो। अनि मैले डाक्टरसँग हजुरलाई दमको औषधि ल्याएर दिइसकेपछि कमसेकम आज राति त राम्रोसँग सुत्नुहोस्। मलाई निद्रा पुग्न नदिए म दिनभरि आफ्नो काम कसरी गर्छु? तपाईँलाई थाहा छैन, तपाईँले घरभित्र पो मलाई छोरो देख्नुहुन्छ। म घरबाट बाहिर निस्किसकेपछि कति ठुलो मान्छे भन्ने हजुर यो आदर काटेर जान नसक्ने बाबालाई के थाहा? जति नै ठुलो भए पनि अहिले मलाई साह्रै अप्ठ्यारो भइरहेको छ बाबु। तैँले दबाई त लिएर दिइस्, त्यो दबाई खाएर एकछिन त आनन्द लिने दा। तर हेर्न बाबु, अहिले यो टाउको पनि दुखिरहेको छ, यी शरीरहरू पनि कति खाइरहेको छ बाबु। मलाई साह्रै गाह्रो भइरहेको छ। बाबा, रातभरि सुत्न दिनु छैन, बिहानमा निद पुग्न दिनु छैन। हजुरको पो उमेर गयो, हजुरलाई 3 बजे निद खुल्छ, तर मेरो उमेर अनुसार त म त 8-9 बजीसम्म सुत्नु पऱ्यो नि। काम छैन, सधैँभरि रोगी शरीर ल्याएर के मेरो बाटो खोलिदिनु यो संसार छोडेर जानु? होइन भने सधैँभरि मलाई यो तनाव कति दिन सौला बाबा मैले यो? दमको औषधि पनि हप्तौँ 10 दिन पछाडि ल्याइदिस्। एक दिन खाएर त कहाँ निकाल्नु त बाबु। तर हेर्न ठुले, तर तैँले जुन मलाई दमको औषधि भनेर दिएको थिइस् नि बाबु, यो दमकै औषधि हो जस्तो त लागेन बाबु मलाई। अरे अब त गर्दा गर्दा म माथि शङ्का पनि हुन लाग्यो होइन? हजुरले पढ्नु भएको छ कि मैले पढाएको छु? धेरै हजुरभन्दा त धेरै पढाएको छु नि, डक्टरभन्दा जान्ने हो नि कि आफै औषधि बारीतिर खोजेर गएर खाएर ल्याएर खाने? होइन भने डक्टरले दिएको औषधिमा विश्वास गर्ने। अब त गर्दा गर्दा दमको औषधि होइन भन्न थाल्नुभयो होइन? के गर्छस् त बाबु, म आफै गएर दबाई लिएर आउन सक्ने भए म आफै जान्थेँ। तर हेर, यो दबाईको खोल नै अर्कै छ बाबु। यो पक्कै फरक नै हुनुपर्छ। यो सधैँभरि मैले खाइरहने दबाई त होइन ठुले। अब डक्टरमाथि विश्वास गर्न छोड्नुभयो, अब म माथि विश्वास गर्न छोड्नुभयो होइन? हजुरलाई विश्वास चाहिँ कोसँग छ? अब विश्वास त माथि नै छ नि बाबु। बुढेसकालको सहारा पनि त्यही होस्, तँलाई विश्वास नगरी कसलाई गर्ने बाबु? अनि छोराको विश्वास छ भने त औषधि खाएर ठुक्क बसे भइहाल्यो नि। घरभरि हेर्छु, घरभित्र पस्न मन लाग्दैन। बुढो भएर आँगनमा भित्र कति दिन सहेर बस्न सकिन्छ बाबा? तपाईँको कारणले जहिलेसम्म तपाईँ यो घरमा बस्नुहुन्छ नि, मेरो श्रीमती माइतबाट फर्केर आउँदैन। अनि तपाईँको कारणले मैले यो घर, मेरो घर बिगारौँ, मेरो जिन्दगी बिगारौँ कि के गरौँ? अब भन्नुहोस् त, मेरो बाटो तपाईँले खोलिदिनु सक्छ। हेर्न बाबु, मैले तेरो घर के गरी बिगार्नु र ठुले? तेरी श्रीमती आफै दिनरात मसँग झर्किँदै फन्किँदै माइत गए, त्यसमा मेरो के दोष बाबु? मैले के त्यो मेरो सानो नातिलाई काखमा राखेर खेलाउन पनि पाउँदैन ठुले? नाति खेलाउनु मन भए अलि सफा भएर बस्नु। 15 दिन 20 दिनमा एकचोटि नुहाउनुहोस् भन्दा जाडो भयो भन्ने, अनि नाति आउँछ नजिक। तपाईँले गर्दा त म मेरो छोरासँग टाढा, म मेरो श्रीमतीसँग टाढा, समाजका मान्छेले पनि भन्न थालिसक्यो अब मलाई, यस्तो बाबुलाई कति दिन घर राख्छ? अब समाजका माइतीका कुरा सुनेर बुढेसकालको बुवासँग उल्टै बुकबुकै लाग्न थालिस् है ठुले। हे ठुले, ऊ बेलामा सँगैका साथीभाइले सँगै काम गर्दा
मिठो मिठो खाने राम्रो राम्रो लाउने गर्दै गर्दै मैले भने मेरो सानो छोरालाई ठुलो बनाउनु छ भनेर 2-4 पैसा भए पनि खाइ नलाई आफूले बचाइ बचाइ तँलाई यति ठुलो मान्छे बनाए बाबु। आज किन यसरी मसँग झर्किँदैछ? भयो बा, अब तपाईँको नाटक धेरै भइसक्यो। गाउँका मान्छेले हजुरले मलाई मुख फोडेर भन्न नसके पनि गाउँका मान्छेले भनिसके कि मेरो आमाको हत्या हुनुमा पनि तपाईँकै हात छ। धेरै जान्ने बुझ्ने रहेछ। हुँदा हुँदा आफ्नै आमाको हत्याराको आरोप पनि लाउन थालिस् मै माथि। हे ठुली, तँलाई लाग्छ होला कि मैले नै तेरी आमाको हत्या गरेँ भने, तर त्यसो होइन ठुली। त सानो 6 महिनाको हुँदाखेरि घरमा राति सुतेको बेला अचानक आगो लाग्यो। त्यो आगोमा तँलाई त मैले बचाउन सफल, तर तेरी आमालाई त बचाउन सकेन। त्यसैको परिणाम तैँले यति धेरै यति ठुलो उपहार दिँदैछस् हत्याराको ठुले। ल भयो, तपाईँले अब स्पष्टीकरण दिइरहनु पर्दैन। धेरै दिन सहिसकेँ मैले। तपाईँका कारणले मेरा धेरै कामहरू बिग्रिए, मेरा बिजनेसहरू सबै घाटातिर जान लागे। तपाईँलाई समय दिनाले न बाहिर समय बिजनेसलाई समय दिन सकेको छु, न यहाँ गाउँमा मेरो राम्रो इज्जत हुन लाग्यो। तपाईँले सधैँभरि यसरी मलाई टेन्सनमाथि टेन्सन थपेर बस्नुभन्दा बरु आफ्नो बाटो लाग्न सक्नुहुन्छ। मैले तँलाई के कुरामा रोकेको छु र बाबु? दिनभरि अफिस जान्छु भनेर जान्छ, खै कता जान्छस् जान्छस्, घरमा 1 पैसा पनि लिएर आउँदैनस्। म दिनभरि घरमा एक्लै हुन्छु, भोक लागेको हुन्छ, के खान्छु के गर्छु एक फेर सोध्दैनस् बाबु। तँलाई त आफ्नो काममा जान दिइराखेको छु, किन यति ठुलो वचन लाउँदैछस् बाबु मलाई? भयो भयो भयो, म तपाईँको भाषण धेरै सुन्ने पक्षमा छैन। तपाईँको कारणले गर्दा मेरो श्रीमती यो घरमा नआउने भएपछि तपाईँ जानुहोस्, चाहे बाटोमा बस्नुहोस्, चाहे कुनै धर्मशालामा गएर बस्नुहोस्, चाहे वृद्ध आश्रममा गएर बस्नुहोस्, तर म सधैँभरि अहिले गर्दा गर्दा औषधि समेत अर्को ल्याइदिनुहोस् भनेर भन्न लाग्नु हो। भोलि तपाईँले अर्को औषधि यो होइन भनेर ल्याएर खानु होला, अनि तपाईँको कारणले मैले भोलि जेल सजाय भोग्नु पर्ला। तपाईँ कतै कदाचित के हुनुभयो भने तपाईँलाई घरमा राखेर खासै अब मैले सहेर बस्न सकुला जस्तो छैन। बुढेसकालको सहारा भनेर तँलाई हुर्काए बढाए, बुढेसकालमा सहारा बन्लास् भनेको पनि यो घर छोडेर जा भन्दैछस् बाबु। यो बुढेसकालमा कहाँ जाउँ म? कसको सहारामा जाऊ बाबु? अरे जहाँ जाने हो जानुहोस्, मैले अब सहेर बस्न सक्दैन। जानुहोस्, उठिहाल्नुहोस्। म साँझ बेलुका यो घरमा आउँदा हजुरको अनुहार देख्न नपरोस्। जानुहोस्, हजुरको कारणले मैले मेरो जीवन बर्बाद पार्न सक्दैन। जानुहोस्, गइहाल्नुहोस्, जानुहोस्। साँझ आउँदा मैले यो अनुहार देख्न नपरोस् भनिदिएको छु, दोबारा फर्केर आउने होइन। यो के गर्दैछस् बाबु? यो बुढेसकालमा कहाँ जा? हे ठुले, यो घरी वचनले रेट्नुभन्दा बरु एकैचोटि खुडा र तरबारले रेटिदे बाबु। हो, खुडा र तरबारले रेटिदे। बरु रेटा खुडा र तरबारले छोरा नरिटभो वचनको थारीले। बरु रेटा खुडा र तरबारले छोरा नरिटभो वचनको थारीले। बोल्नै मन लाग्दैन भने
छोरा बाटै छिक है काँडे तारैले छोरा बाटै छिक है काँडे तारैले तिमीलाई